बटालियन वेलकम टु माई अनदर भ्लग। आज धेरै पछि म न्यू भ्लगमा चाहिँ आउँदैछु। के को करेन्ट हो किनकि धेरै पछि हामी चाहिँ घुम्न निस्केको म र बेस्ट फ्रेन्ड सन्चो छैन त्यही पनि आज चाहिँ बुवाको स्कुटी पाएर अनि यस्तो निस्केको घुम्न चाहिँ जाम भनेर त लास्ट गर्मी स्टार्ट भइसकेको हाम्रो कोलपुर नेपालमा यस्तो राम्रो यहाँ जुलुङ्गे पुल छ। अनि तिनी चाहिँ भिडियो गराउन ठिकै छ। यो गाउँ हो, यो चाहिँ बानियावाडको कुन ठाउँ भन्छ फेरि एक्ज्याक्ट त थाहा छैन लोकेसन। हेलो के छ त गाइज? ठिक छ। आज फर्स्ट टाइम होला हामी दुईजना यसरी घुम्न निस्केको। घुम्नै भनेर निस्केको मतलब स्कुटीमा के राइड गरेर। अब घुम्न निस्किरहेको थियौँ तर यस्तो स्कुटीमा चाहिँ निस्केको थिएन नि त। यस्तो पुल छ यहाँनिर, यो झुलुङ्गे पुल हो। अनि अरू भन कहाँ कहाँ चाहिँ घुम्ने? आज मैले यति धेरै ठाउँ घुमाउने भनेर लिएर आएको। मेरो जन्म ठाउँ हो कि यो सुतैया। यहाँबाट अगाडि सुतैया ताल पनि जाने हो। अलि अगाडि गाबर सुतैया ताल पछि अनि यता पुरै यो गाउँ है गाइज यहाँनिर त पानी पनि छैन, खोलाको नाम मात्रै छ। यसरी क्रक्स लाएर आउनु पर्छ। अलिअलि यता पानी छ गाइज, मोबाइल खसेको रे। अब चाहिँ हामी वहाँनिर भाइहरू नुहाएको ठाउँमा जान्छौँ एकछिनमा। यता चाहिँ फोटो सेसन चलिरहेछ। फेरि भ्लग स्टार्ट। हामी चाहिँ अब पुलदेखि निस्केको। हामी अब यहाँदेखि चाहिँ कहाँ हाम्रो डेस्टिनेसन? सुतैया ताल गाइज हेर्न सक्नुहुन्छ। यता स्कुल छ, यता जङ्गल छ। हामी चाहिँ उता एकछिन यसो हेरेर जाऊँ भनेर उता जान लाग्यो गाइज। यस्तै छ हाम्रो पारा। दुश्मन हेरेको हेरै उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै हाम्रो यस्तै छ पारा। हाम्रो के रे के छ अरे? हाम्रो यस्तै छ पारा। हाम्रो दुश्मन हेरेको हेरै हाम्रो दुश्मन छन् धेरै। दुश्मन हेरेको हेरै पारा। बुवाको स्कुटी चोरेर ल्याएर दुईजना केटीहरू मोज गरिरहेछन् यहाँनिर गाइज। हामी डेटिङ आएको हो। अरू केटाकेटी आउँछ, हामी त केटी बाल भएन। यस्तो राम्रो छ कि उता बच्चा बच्चाहरू यस्तो स्विमिङ खेल्ने रहेछन् है। गाउँमा जस्तो फिल भयो गाउँको पहाडमा के। हेलो गाइज के छ? हेलो भन्देऊ। हेलो गाइज। हेलो पारा हेर न। कपाल त कस्तो दामी रहेछ भाइको कपाल त। अनि हामी चाहिँ यता यस्तोमा झल्ना छौँ कि गाइज, हेर्न सक्नुहुन्छ यस्तोमा। कहिलेकाहीँ त जिन्दगी 2 दिनको जिन्दगीमा सारा मान्छेहरूलाई त्यागेर होइन चिलमा रमाउन सिक्नुपर्ने रहेछ क्या। त्यही भएर रिफ्रेसमेन्टको लागि चाहिँ टक्क लाएर आइदिएको गाइज। अझै हामी अझै धेरै ठाउँ जानु छ। अनि यस्तो जङ्गलमा के तिम्रो याद ऊ चल्छ होला त? गाइज हाम्रो सन्दीपजी भेटिनु भएको छ है। हाम्रो ट्रिपल 4 को सन्दीपजी भेटिनु भएको छ। ठ्याक्कै बार अघि कुरा गरिरहेको थियौँ होइन। हेलो गरिदिनु न। ल हेलो सबैले सब्स्क्राइब गर्नु होला। सबैले सब्स्क्राइब गरिदिनु होला। हामी चाहिँ यस्तो भिडियो गरिदिनु होला। भिडियो हेरिदिनु होला। कहाँ घुम्नुहुन्छ त? ल बाई गाइज। ठ्याक्क हामी यस्तो घुम्ने क्रममा हाम्रो 444 को कोलपुरको एकदम मस्ट कमेडियन सन्दीपजी आउनु भएको थियो ठ्याक्कै पारेर। अनि सन्दीपजीसँग एकछिन भेटियो होइन। कस्तो लाग्यो? ठ्याक्कै अघि कुरा गर्दा आएको थियौँ नि हामी।
उनीहरूको मेन डेस्टिनेसन भिडियो बनाउने डेस्टिनेसन नै यही हो क्या गाइज यही हो अनि एकदमै सायद अहिले भिडियो गराउन जानु भयो कि अब के गरेर जानुभयो थाहा भएन होइन तर उहाँले चाहिँ मलाई चिन्नु भएन गाइज भेट्यो त गाइज फाइनल्ली भेट्यो टप सन्दीपजीको उसले गर्दा गाइज फाइनल्ली हामी सुतैया ताल पनि आइपुग्यौँ हेर्नुहोस् यहाँ आउने बित्तिकै फोटो भिडियो चलिसकेछ गाइज हाम्रो कोलपुरमा पनि यति राम्रो ताल छ है गाइज यदि कसैलाई घुम्न आउन मन छ भने यो लोकेसन चाहिँ हाम्रो यो कोहलपुर सुतैया ताल भन्छ तर रारा ताल भन्दा त कम त देखिँदैन है यस्तो राम्रो भ्यू ठिकै हो घुम्नलाई यस्तो कोलपुर जस्तो ठाउँमा यतिको ताल त ठिकै हो नि कस्तो लाग्यो त तिमीलाई ताल एकदम दामी मन आनन्द अहिले त घाम भयो यत्रो कोलपुर बसेर यत्रो वर्ष बसेर ताल कहाँ छ भन्ने थाहा थिएन मेरो बेस्ट फ्रेन्ड एकदमै खुसी भएको छिन् ताललाई देखेर हेर्नुहोस् गाइज तालसँग रमाएको कस्तो राम्रो आएको छ यार उता फर्क्यौ न हामी चाहिँ स्कुटीमा यसरी चाहिँ मलाई हेर्न सक्नुहुन्छ म चाहिँ आफ्नो फेस देखाउन जाएन गर्मीले लास्ट भएको अवस्था गाइज यस्तै हो जिन्दगानी दर्पण घुम्नुपर्छ 2 दिनको जिन्दगीमा रमाइलो गर्नुपर्छ होइन त सिधा अगाडि देखाइरह है माथि अलिक सिधा हो यस्तो टाइपले हेलो गाइज हामी फेरि न्यू डेस्टिनेसनमा प्रवेश गरेका छौँ यो चाहिँ हाम्रो गाबर पार्क यो गाबर उता यहाँदेखि उता गयो भने चाहिँ उतानिर चाहिँ गाबर पार्क छ तर हामी चाहिँ पार्कभित्र गएनौँ झाउलायो हामी चाहिँ यताको यो पुरै घना जङ्गलको माथि रुखमा को तल बसिरहेको छौँ कोक खाँदै लास्टै गर्मी भएको अवस्था हाम्रो कोक चाहिँ यस्तो गर्मी बढिसक्यो गाइज हाम्रो कोलपुर नेपालमा ओ यो कोक त नयाँ पहिलाको जस्तो यो ओरिजिनल कोक होइन क्या है हेर न यस्तो छ के गर्ने सबै जे कुरा पनि डुप्लिकेट निस्किन थालिन्छ गाइज अब यस्तै हो जिन्दगानी आज त हामी फुल मस्ती घुमघाम हाम्रो स्कुटीको लुक्स हेर्न सक्नुहुन्छ एकदम थोत्रो छ तर पनि साधन भने साधन हातमा साधन भयो भने जहाँ पनि घुम्न सकिन्छ होइन त के छ आज कति ठाउँ घुम्यो बहुत थकै लाग्यो धेरै ठाउँ 3 ठाउँसँग 3 ठाउँ अहिलेसम्म घुमाएको थियो कि न यो ठाउँ कस्तो भाडा ढिलो ढिलो यहाँ त आथे अघिनको 2टा ठाउँ गएको थिएन त्यस्तै छ मेरो ब्लगमा चाहिँ के भन्न चाहन्छु यो ब्लग त हालिदिने हो जेसुकै होस् धेरै पछि आफ्टर अ लङ टाइम कस्तो आनन्द ल त हाम्रो रेसिपी यस्तै हो अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ होला बाई गाइज हेलो हेलो बटालिए वेलकम टु माई ब्लग हामी चाहिँ कहाँ आएको गाइज कहाँको स्कुटी सिक्न आएको स्कुटी सिक्न आएको होइन गाइज हामी 3टा डेस्टिनेसन घुमिसक्यौँ थाहा छ कि नै यस्तै कहिलेकाहीँ हामीले सधैँ केटा बोयफ्रेन्डसँग आउनुपर्छ भन्ने छैन नि होइन बोयफ्रेन्ड भए पो बोयफ्रेन्डसँग आउने सिङ्गलहरू साथीसँग त आउने हो नि हो कि नै अनि
नेक्स्ट ब्लगमा भेट्छु।